नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा लोककथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। आजको लागि पहिलो कथा सुनाखरीका फूलहरू। सुनाखरी र यस्तै सुन्दर फूलहरूको बारेमा मानिसहरूमध्ये अनेकौं किस्सामा विश्वास र किम्वदन्ती प्रचलित छन्। यस्तैको एउटा रोचक कथा यो रहेको छ। धेरै धेरै पहिलेको कुरा, कुनै एक राज्यमा एकजना धेरै इमानदार र न्यायप्रिय राजा राज्य गर्थे। उनका राज्यमा अग्ला अग्ला पहाडहरू, बाक्ला जंगलहरू, हरियाली बगैँचाहरू, कलकल बग्ने नदीहरू र सुन्दर जनावर चराचुरुङ्गीहरू थिए। राजाले आफ्ना प्रजाहरूको धेरै ख्याल राख्थे, त्यसैले उनका प्रजाहरू निकै खुसी थिए। उनको राज्यमा कुनै कुराको कमी थिएन। राजाको परिवार निकै सानो थियो। एकजना रानी र एउटी राजकुमारी। राजाका कुनै छोरा थिएन, त्यसैले रानी र राज्यका महामन्त्री, सेनापति, राजगुरुहरूले राजाको दोस्रो बिहे गर्न सुझाव दिएका थिए, तर राजाले उनीहरूको कुरा मानेनन्। राजा रानीलाई धेरै माया गर्थे र कुनै पनि हालतमा दोस्रो बिहे गर्न चाहन्नथे। यसरी धेरै वर्षहरू बिते। राजाको जीवन धेरै सुखी थियो। उनकी छोरी अहिले ठूली भइसकेकी थिए। राजकुमारी पनि आफ्नी आमा जस्तै दयालु, कोमल र अतुलनीय सुन्दरी थिए। उनको रूप र सुन्दरताको चर्चा वरपरका राज्यहरूमा हुन थालेको थियो। राजा कहाँ वरपरका राजाहरूले आफ्ना राजकुमारहरूका लागि बिहेको प्रस्ताव पठाउन थालेका थिए, तर राजकुमारी अझै बिहे गर्न चाहन्नथिन्। त्यसैले राजाले कुनै पनि बिहेको प्रस्ताव स्वीकार गरेका थिएनन्। राजकुमारीको महल धेरै भव्य थियो। उनको महलको पछाडि एउटा हरियाली बगैँचा थियो। यो बगैँचामा धेरै सुन्दर रुखहरू थिए, जसमा ठूला स्वादिष्ट फलहरू लाग्थे। राजकुमारी हरेक दिन बिहानै आफ्ना सहेलीहरूसँग महलको पछाडिको बगैँचामा आउँथिन् र न्यानो घाम लाग्न अघि नै त्यही बस्थिन्। न्यानो घाम लाग्ने बित्तिकै उनी महलमा फर्किन्थिन्। घाम चर्किने बित्तिकै उनी महलमा फर्किन्थिन्। बगैँचामा घुम्न जानु राजकुमारीको सबैभन्दा मनपर्ने शोक थियो। राजकुमारीको महलको बगैँचामा एउटा इनार थियो। यसको पानी धेरै सफा र स्वादिष्ट थियो। महलका मानिसहरूले यही इनारको पानी पिउँथे। बगैँचामा घुम्दै घुम्दै जब राजकुमारी थाक्थिन्, तब उनी यही इनारको छेउमा बसेर आराम गर्थिन्। एक दिन बिहानको समय थियो। राजकुमारी सधैँ जस्तै महलको पछाडिको बगैँचामा घुमिरहेकी थिए। उनीसँग उनका दुईजना साथीहरू पनि थिए। अचानक राजकुमारीलाई लाग्यो कि कतै नजिकै कुनै दुर्गन्ध आइरहेको छ। उनले आफ्ना सहेलीलाई दुर्गन्धको कुरा भनिन् र इनारको छेउमा आएर बसिन्। छेउमा बसे लगतै राजकुमारीको स्वास्थ्य झन खराब भयो र उनी बेहोस भइन्। राजकुमारी बेहोस हुने बित्तिकै उनीहरूले कुनै तरिकाले राजकुमारीलाई सम्हाले र उनलाई उठाएर महलभित्र ल्याए। राजकुमारीकी एकजना दासीले राजकुमारी बेहोस भएको खबर राजालाई दिए। राजा त्यति बेला दरबारमा थिए। उनले राजकुमारी बेहोस भएको समाचार पाए लगत्तै राजवैद्यलाई लिएर राजकुमारीको महलमा पुगे। राजवैद्यले राजकुमारीको जाँच गरे। उनले बुझ्न सके अनुसार राजकुमारीको बेहोसीको कारण कुनै दुर्गन्ध हो। राजकुमारीका साथीहरूले पनि राजा र राजवैद्यलाई बताए कि राजकुमारीले बेहोस हुन अघि दुर्गन्धको गुनासो गरेकी थिइन्। राजाले यो कुरा थाहा पाए लगत्तै आफ्ना केही सिपाहीहरूलाई बोलाए र उनीहरूलाई दुर्गन्धको कारण पत्ता लगाउन राजकुमारीको बगैँचामा पठाए। सिपाहीहरूले बगैँचाको कुना कुना खोजे, तर उनीहरूले केही भेट्टाएनन्। अचानक एकजना सिपाहीको नजर मरेको एउटा ठूलो मुसामा पर्यो, जसको आधा भाग केहीले खाइसकेको थियो। यो मुसाबाट हल्का हल्का दुर्गन्ध पनि आइरहेको थियो। सम्भवतः राति बिरालो वा कुनै चराले मुसा ल्याएर आधा खाएर राजकुमारीको बगैँचामा छाडेको होला। सेवकले तुरुन्तै गएर राजालाई खबर दिए। राजाले शहर बाहिर मुसालाई जलाएर माटोमा गाडिदिने आदेश दिए र राजकुमारीको टाउकोमा मायाले हात राखे। दिउँसो भइसकेको थियो र राजकुमारी अझै बेहोस थिइन्। बिस्तारै हप्ता बित्यो। राजकुमारी अझै होसमा आएकी थिएनन्। राजवैद्यले हरेक प्रकारका औषधिहरू दिइरहेका थिए, तर उनीमाथि कुनै पनि औषधिको कुनै असर भएको थिएन। राजा रानी र राज्यका सबै मानिसहरू धेरै दुखी थिए र राजकुमारी चाँडै होसमा आओस् भनी ईश्वरसँग प्रार्थना गरिरहेका थिए। त्यसैगरी अर्को एक हप्ता पनि बित्यो, तर राजकुमारी होसमा आइनन्।
यसै बीचमा राजवैद्यले आफ्नो राज्यका अन्य वैद्यहरू र छिमेकी राज्यका वैद्यहरूलाई पनि बोलाएर उनीहरूसँग सल्लाह गरे र राजकुमारीलाई धेरै प्रभावशाली औषधिहरू दिए। तर सबै औषधिहरू बेअसर भए। राजा र रानी 2 हप्तादेखि राजकुमारीको छेउमै बसिरहेका थिए। उनीहरूले राजकुमारीको अवस्था देख्न सकिरहेका थिएनन्। राजकुमारी केही नखाई र नपिए 2 हप्तादेखि बेहोस परेकी थिए। राजवैद्य र उनका साथी वैद्यहरूका औषधिहरू बेअसर भएको देखेर राजा रानीको चिन्ता बढ्दै जान थालेको थियो। उनीहरूले के गर्ने र के नगर्ने थाहै पाएका थिएनन्। यसैगरी 1 महिना बित्यो। राजकुमारी अझै बेहोस थिइन्। उनको सुन्दर गुलाबी अनुहार पहेँलो भएको थियो र आँखाका वरिपरि कालो भएको थियो। राजा रानी, राजवैद्य र उनका साथी वैद्यहरू सबैले हिम्मत हारिसकेका थिए। अब सबैलाई केवल ईश्वरको सहारा मात्र बाँकी रहेको थियो। एउटा विशाल कोठाको बीचमा राजकुमारीको खाट थियो, जहाँ उनी निर्जीव लडिरहेकी थिइन्। उनको छेउमा रानी र राजा बसेका थिए। राजकुमारीबाट केही टाढामा उभिएका राजवैद्य, महामन्त्री, सेनापति, राजपुरोहित आदि आपसमा राजकुमारीको रोगको बारेमा छलफल गरिरहेका थिए। अचानक महामन्त्रीको दिमागमा एउटा विचार आयो। महामन्त्रीले तुरुन्तै आफ्नो ठाउँबाट उठे र राजा कहाँ पुगेर हात जोडेर उभिए। महामन्त्रीले राजालाई सुझाव दिए कि उनले आफ्नो राज्य र वरपरका राज्यहरूमा यो सूचना गर्नुपर्छ कि जुन व्यक्तिले राजकुमारीलाई निको पार्छ उसलाई सुनका 1 लाख मोहर पुरस्कार दिइनेछ। राजालाई महामन्त्रीको यो सुझाव राम्रो लाग्यो। उनले यो सुझावलाई झन् आकर्षक बनाउँदै महामन्त्रीलाई भने कि उनले ढोल पिटेर यो पनि सूचना गर्नु कि जुन व्यक्तिले राजकुमारीलाई निको पार्छ उसलाई आधा राज्य पुरस्कार दिइनेछ। महामन्त्रीले राजाको आज्ञा पाएर आफ्नो राज्य र वरपरका राज्यहरूमा यो सूचना दिए र पुरस्कारमा आधा राज्यको घोषणा पनि गरिदिए। भोलिपल्टदेखि नै 1 भन्दा 1 अनुभवी वैद्यहरू आउन थाले। उनीहरू आधा राज्यको लोभमा राम्रोदेखि राम्रो औषधि राजकुमारीलाई दिन्थे, तर कुनै फाइदा हुँदैन थियो। अन्तमा उनीहरू फर्केर जान्थे। यो क्रम 15 दिनसम्म चल्यो। धेरै लामो समय बितिसकेको थियो। राजकुमारी अझै बेहोस थिइन्। उनको अवस्थामा अलिकति पनि सुधार भएको थिएन। राजा रानी, महामन्त्री, सेनापति, राजवैद्य, राजपुरोहित सबै निराश भइसकेका थिए। अब राजकुमारी निको हुने कुनै आशा बाँकी रहेको थिएन। बिहानको समय थियो। अचानक एकजना सेवकले राजकुमारीको महलमा प्रवेश गर्यो र बताए कि एकजना परदेशी युवक आएको छ। उसको दाबी छ कि उसले राजकुमारीलाई निको पारिदिनेछ। राजाले आशाको एक किरण देखे। उनले सिपाहीहरूलाई आदेश दिए कि उसले पूरै सम्मानका साथ नवयुवकलाई ल्याओस्। सिपाहीले राजाको आज्ञाको पालन गर्यो र नवयुवकलाई महलभित्र ल्यायो। राजाले नवयुवकलाई भेटे। नवयुवक 20-22 वर्षको उमेरको थियो। उनी राजकुमारहरू जस्तै शान्त र सुन्दर थिए। नवयुवकको अनुहारमा अनौठो आकर्षण र आत्मविश्वास थियो। राजासँगै राजाका वरपरका मानिसहरूले पनि नवयुवकलाई धेरै ध्यानसँग हेरिरहेका थिए। नवयुवकले सबैभन्दा पहिले राजा र रानीलाई अभिवादन गरे र त्यसपछि उनीहरूलाई पूरै कुरा भन्न भने। राजाको सट्टामा राजकुमारीकी सहेलीले नवयुवकलाई राजकुमारीको महलको बगैँचामा घुम्न जानेदेखि दुर्गन्ध आएर बेहोस हुनेसम्मको पूरै कथा सुनाइन्। नवयुवकले पूरै कुरा ध्यानसँग सुने। त्यसपछि उनले राजकुमारीलाई बगैँचामा लगेर राख्न भने। राजाले नवयुवकलाई केही भनेनन्। उनले राजकुमारीका दासीहरूलाई आदेश दिए कि बगैँचामा राजकुमारीका लागि आरामदायक ओछ्यान मिलाइदेऊ र त्यसपछि राजकुमारीलाई बगैँचामा पुर्याइदेऊ। राजाको आज्ञाको तुरुन्तै पालना भयो र बगैँचामा भव्य ओछ्यान मिलाइयो। त्यसपछि 4 जना दासीहरूले राजकुमारीलाई उठाएर बगैँचामा पुर्याइदिए। नवयुवकले राजकुमारीको ओछ्यान एउटा रुखको मुनि मिलाइदिएको थियो। वसन्तका दिनहरू थिए। बिहानको हल्का हल्का घाम धेरै पारिलो थियो। राजकुमारी एउटा रुखको मुनि मिलाइएको ओछ्यानमा बेहोस लडेकी थिए। उनका वरिपरि राजा, रानी र राज्यका अन्य मानिसहरू उभिएका थिए। सबैको नजर नवयुवकमाथि थियो। अचानक नवयुवकले दुवै आँखा बन्द गरेर आफ्ना हातहरू आकाशतिर उठाए र केही गुनगुनाउन थाले। सम्भवतः उनी ईश्वरसँग प्रार्थना गरिरहेका थिए। त्यसपछि उनले आफ्ना लुगाहरूबाट एउटा बाँसुरी निकाले र बजाउन थाले। बाँसुरीको आवाजमा दैवीय आनन्द थियो। उनको आवाजमा यस्तो जादु थियो कि सबै हराएर गए। अचानक एउटा चमत्कार भयो। राजकुमारी जुन रुखको मुनि सुतेकी थिए त्यो सुगन्धित फूलहरूले भरिएर आयो र त्यसका फूलहरू राजकुमारीमाथि खस्न थाले। नवयुवक बगैँचामा घुम्दै घुम्दै बाँसुरी बजाउन थाल्यो।
उसले बाँसुरी बजाउँदै जुन रुखको मुनिबाट जान्थ्यो त्यो रुख फूलहरूले भरिन्थ्यो। यही बेला राजकुमारी होसमा आइन्। उनी उठेर बसिन् र बगैँचामा चारैतिर फैलिएका फूलहरूलाई आश्चर्यसँग हेर्न थालिन्। यसअघि राजकुमारी वा कसैले पनि यस्ता फूलहरू देखेका थिएनन्। राजा, रानी र राज्यका सबै मानिसहरू खुसी भए। उनीहरूले राजकुमारीको हालखबर सोध्न थाले र नवयुवकलाई केही बेरका लागि बिर्सिए। जब उनीहरूलाई नवयुवकको याद आयो तब उनी त्यहाँबाट गइसकेका थिए। राजा र उनका सेवकले नवयुवकलाई खोज्ने धेरै कोसिस गरे तर उनी कहिल्यै भेटिएनन्। भोलिपल्ट सबैले देखे राज्यका सारा रुखहरूमा रंगबिरंगका फूलहरू फुलेका थिए। तिनीहरूको सुगन्धले सारा वातावरण सुगन्धित थियो। भन्छन् कि यो नवयुवक प्रत्येक वर्ष वसन्तमा बाँसुरी बजाउँदै निस्किन्छ। उनको बाँसुरीको आवाजले सबै रुखहरू फूलहरूले भरिन्छन् र चारैतिर मनमोहक सुगन्ध फैलिन्छ। यसैले वसन्तमा सबै रुखहरूमा फूलहरू फुल्छन् र प्रकृति सुन्दर बन्छ। यिनै फूलहरू सुनखरी र अन्य सुगन्धित फूलहरू भएका हुन् भन्ने विश्वास छ। यसरी यो रहस्यमय युवकको कारणले राजकुमारी निको भइन् र संसारमा सुन्दर फूलहरूको सुरुवात भयो। आजसम्म पनि मानिसहरू यो कथालाई याद गर्छन् र वसन्तमा फूलहरू फुलेको देखेर त्यो जादुगरी युवकलाई सम्झिन्छन्। दर्शक तथा श्रोतावृन्द, यो कथा कस्तो लाग्यो? लागौं अर्को लोककथातर्फ। लोककथा बुबा छोरा। एकजना ब्राह्मण थिए। उनीसँग एकजना मात्र छोरा थिए। बुबा र छोरा जसोतसो आफ्नो गुजारा चलाउँथे। उनीहरूको जीवन निकै कष्टपूर्ण थियो। ब्राह्मणले दैनिक रूपमा पूजा पाठ गरेर कुनै कुनै दिन त कसैको घरमा यज्ञ वा अनुष्ठान गरेर थोरै दक्षिणा कमाउँथे, तर यो पर्याप्त थिएन। उनीहरूको घर सानो थियो, पुरानो झुप्रो जस्तो, जसमा छाना चुइन्थ्यो र भित्ताहरू फुटेका थिए। छोरा पनि अब ठूलो हुँदै थियो। उनको उमेर करिब 15 वर्षको थियो। उनी बुबालाई सधैँ सहयोग गर्थे, तर गाउँमा कामको अवसर निकै कम थियो। गाउँका मानिसहरू पनि गरिब थिए, त्यसैले कसैले पनि उनीहरूलाई धेरै सहयोग गर्न सक्दैनथे। एक दिन छोराले बुबासँग भन्यो, बुबा, यो गाउँमा हाम्रो गुजारा राम्रोसँग हुन सक्दैन। हामी दिनभरि मेहनत गर्छौं, तर खानलाई पनि मुस्किल पर्छ। हामी कुनै अर्को शहरमा गएर कामधन्दा खोज्नुपर्छ। त्यहाँ सायद राम्रो अवसर मिल्न सक्छ। म त काम गर्न तयार छु, तपाईँ पनि मसँग जानुहोस्। बुबालाई छोराको कुरा मन पर्यो। उनी पनि सोचिरहेका थिए कि यो जीवनबाट मुक्त पाउनुपर्छ। उनीहरूले आफ्नो थोरै सामान बाँधे, केही कपडा, थोरै खानेकुरा र एउटा सानो झोला। उनीहरूले गाउँ छोडेर यात्रा सुरु गरे। यात्रा लामो थियो, तर उनीहरूको मनमा आशा थियो। छोराले बुबालाई सधैँ हौसला दिन्थ्यो, बुबा, चिन्ता नगर्नुहोस्, हामीले राम्रो जीवन पाउनेछौँ। बाटोमा एउटा घना जंगल पर्यो। जंगल निकै ठूलो थियो। जहाँ ठूला ठूला रुखहरू थिए, सूर्यको किरण पनि भुइँमा पुग्न मुस्किल पर्थ्यो। जंगलमा विभिन्न जनावरहरूको आवाज सुनिन्थ्यो, चराहरूको चेरवेर, बाँदरहरूको हल्ला र कहिलेकाहीँ टाढाबाट सिंहको गर्जन। बुबा र छोरा सतर्क भएर हिँडिरहेका थिए। उनीहरूले सुनेका थिए कि यो जंगलमा जंगली जनावरहरू र राक्षसहरू पनि हुन्छन् भन्ने कथा। तर उनीहरूले सोचे, हामीले सावधानी अपनाएर हिँड्यौं भने हामीलाई केही हुँदैन। हिँड्दा हिँड्दै उनीहरूलाई प्यास लाग्यो। उनीहरूको घाँटी सुकिसकेको थियो। पानीको बोतल पनि खाली भइसकेको थियो। उनीहरूले वरिपरि हेरे, तर कतै पानी देखिएन। छोराले भन्यो, बुबा, अलि अगाडि बढौं, सायद कुनै खोल्सा वा तलाउ मिल्न सक्छ। केही समयपछि उनीहरूले एउटा तलाउ देखे। तलाउ निकै सुन्दर थियो। चारैतिर हरियो घाँस र फूलहरू थिए। पानी सफा र चिसो थियो। उनीहरू तलाउको किनारमा पुगे र धित मरुन्जेल पानी पिए। पानी पिएपछि उनीहरूको थकान केही कम भयो। उनीहरूले आफ्नो अनुहार धोए र आराम गरे। तलाउको किनारमा एउटा मन्दिर थियो। मन्दिर पुरानो र जीर्ण थियो, तर यसमा केही विशेषता थियो। उनीहरूले सोचे, यस जंगलमा यस्तो मन्दिर कसले बनाएको होला? हामीले भगवानको दर्शन गरौं अनि अगाडि बढौं। उनीहरू मन्दिरमा प्रवेश गरे। मन्दिरभित्र हेर्दा उनीहरूलाई निकै आश्चर्य लाग्यो। त्यहाँ घिउ, दूध, चामल र मेवा राखिएका थिए। यी सामग्रीहरू ताजा थिए, जस्तो कि कसैले भर्खरै राखेको हो। यो घना जंगलमा, यो पुरानो मन्दिरमा यी सामग्रीहरू कसले राखेका होलान्? उनीहरू सोच्न थाले। पहिले उनीहरू कराए, कोही हुनुहुन्छ? तर कसैले जवाफ दिएन। कुनै मानिस पनि देखिएन। उनीहरू भोकाएका थिए, यात्राबाट थकित थिए। छोराले भन्यो, बुबा, यी सामग्रीहरू कसैको लागि राखिएको होलान्, तर हामीले खान सक्छौं। हामीले भगवानलाई धन्यवाद दिनुपर्छ।
उनीहरूले ती सामग्रीबाट खीर बनाए। खीर बनाउन छोराले चामल धोयो, दूध ततायो, घिउ हाल्यो र मेवा मिसायो। खीर तयार भयो, मिठो गन्ध आयो। उनीहरूले खीर खाए र सन्तुष्ट भए। खीर खाएपछि उनीहरू उठ्न लागेका थिए कि एउटा राक्षस आयो। राक्षस निकै ठुलो थियो। यसको आँखा रातो थियो, दाँतहरू तीखा थिए र शरीर कालो थियो। राक्षसलाई देखेर बुबा र छोरा डराए। उनीहरू मन्दिरको एउटा कुनामा लुके। राक्षसले हेर्यो कि उसको खीरको सामग्री हराएको छ। उसलाई निकै रिस उठ्यो। उसले सोच्यो, यो जंगलमा सबै मबाट डराउँछन्। कुनै स्थानीयले यो साहस गर्दैन। यो पक्कै कुनै बाहिरी राक्षसको काम हो जो मभन्दा बलियो छ। यो विचार गरेर राक्षस मन्दिरबाट बाहिर भाग्यो। यसको मनमा डर थियो। बाहिर एउटा स्याल आइरहेको थियो। स्यालले राक्षसलाई सोध्यो, तिमी कता भागिरहेका छौ? राक्षसले भन्यो, मन्दिरमा महाराक्षस लुकेको छ। ऊ मभन्दा धेरै बलियो छ। स्यालले भन्यो, चिन्ता नगर, म उसलाई भगाउँछु। स्याल मन्दिरभित्र गयो। छोराले देख्यो र कोठामा राखिएको खडा स्यालको टाउकोमा राखिदियो। स्याललाई केही थाहा भएन। ऊ डराएर बाहिर भाग्यो। देख्न नसकेर सिँढीबाट लड्यो र बाहिर पुग्यो। राक्षसले स्यालको यो हालत देखेर ऊ झन बढी डरायो। अब राक्षस र स्याल दुवै भाग्न थाले। बाटोमा उनीहरूले एउटा सिंह भेटे। सिंहले भाग्नको कारण सोधे। दुवैले एकैसाथ भने, मन्दिरमा महाराक्षस लुकेको छ। सिंहले भन्यो, डराउन पर्दैन, म उनीहरूलाई भगाउँछु। सिंह मन्दिरभित्र गयो। छोराले सिंहलाई देख्यो र त्यहाँ राखिएको दाँतेदार फलामको कोदाली उठाएर सिंहको पिठ्यूमा बेस्सरी हान्यो। सिंह दुखेर करायो। उसलाई लाग्यो कि महाराक्षसको पन्जा यति बलियो छ भने ऊ पुराका पुरा कति बलियो होला। सिंह रक्ताम्य भएर बाहिर भाग्यो। राक्षस र स्यालले सिंहको हालत देखेर उनीहरू पनि भागे। उनीहरूले फेरि मन्दिरतिर कहिल्यै फर्किएनन्। पछि अब मन्दिर सुनसान भयो। हरिशंकर र रामु अँध्यारोबाट बाहिर निस्किए। उनीहरूले एकअर्कालाई हेरेर हाँसे। रामुले भन्यो, बुबा, हामीले हाम्रो चतुरताले उनीहरूलाई भगायौं। अब हामी सुरक्षित छौं। हरिशंकरले भन्यो, हो छोरा, तिम्रो बुद्धिले हामीलाई बचायो। भगवानको कृपा छ। अब हामी अगाडि बढौं। उनीहरू निश्चिन्त भएर अर्को शहरतिर लागे। यात्रा जारी रह्यो र उनीहरूले सोचे कि जीवनमा साहस र बुद्धि नै सबैभन्दा ठूलो शक्ति हो। यो कथा भारतको आदिवासी लोककथामा आधारित छ, जसले सानो मानिस पनि आफ्नो बुद्धिले ठूलो शक्तिलाई हराउन सक्छ भन्ने सन्देश दिन्छ। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका दुईवटा लोककथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को रोचक कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।